हात चुके जेरी मेरो गल्ती के भयो I promise I'll never hurt you. So guys, जेरी अन टप को ट्रेलर पनि हालै रिलिजमा आएको छ। ट्रेलर रिलिजमा आउन बित्तिकै युट्युबमा के कस्तो प्रतिक्रिया पाए त, ट्रेन्डिङमा आउनको मुख्य कारण के हो त, जान्नेछौं आजको यो भिडियोमा। यस्तै विगतमा अनमोल केसीका कतिपय फिल्महरू नराम्रोसँग फ्लप भए तर पनि उनले हार भने मानेनन्। आफ्नो 10औं फिल्म छड्के फ्लप हुँदा दर्शकहरू सामु सामाजिक सञ्जालमा आफूले फेरि पनि जिरोबाट सुरु गर्ने भन्दै दर्शकहरूलाई बताएका थिए। तत्पश्चात उनले अभिनय गरेका प्राय फिल्महरूले राम्रो सफलता हात पार्न सफल भएको थियो। यस्तै हालै फेरि पनि उनको चर्चा चारैतिर चलिरहेको छ। यसै क्रममा उनको नयाँ आउन लागेको चलचित्र जेरी अन टप को ट्रेलर रिलिज भएको छ। 3 मिनेट 40 सेकेन्डको ट्रेलर अत्यन्तै राम्रो बनेको छ। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र यस्तै नयाँ नयाँ फिल्मको जानकारी पाउन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो यस च्यानलमा एकचोटी भिजिट पनि गर्नु होला। यस्तै यस मुभीमा हामीले अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, माग्ने बुढा अर्थात केदार प्रसाद घिमिरे र भुवन केसी लगायतका अन्य थुप्रै कलाकारहरूलाई देख्न पाउनेछौं। यसका डाइरेक्टर रहेका छन् सुयोग गुरुङ। हामीले यस अगाडि यस मुभीको टिजर हेरिसकेका छौं, जसमा एकदमै लोभ लाग्दा दृश्यहरू हामीले हेर्न पाएका थियौं। यसपछि जेरी अन टपका गीतहरू पनि सार्वजनिक भइसकेका छन्, जसमा हामीले अझ धेरै राम्रा दृश्यहरू देखिसकेका छौं। र अहिले फुल ट्रेलर हेर्दा पनि यसमा छायाङ्कन भएका दृश्यहरूले पक्कै पनि दर्शकहरूलाई हलसम्म तान्न धेरै नै मद्दत पुर्याउनेछ। यति मात्र नभई ट्रेलरमा देखाइएको माग्ने बुढाको डायलग डेलिभरी गर्ने तरिका र अनमोल केसीको इन्ट्रीले त दर्शकहरूको मन जितिसकेको छ। कुरा यतिमै कहाँ सीमित हुन्छ र रियल लाइफमा पनि बाउ छोरा र रियल लाइफमा पनि अनमोल र भुवन केसी बाउ छोरा भएर नै ठूलो पर्दामा देखिने भएका छन्। त्यसैले पनि बाउ छोराको केमिस्ट्री हेर्नका लागि दर्शकहरू अत्यन्तै आतुर रहेको देखिन्छ। ट्विस्ट माथि ट्विस्ट भएको फिल्ममा अर्को पनि ट्विस्ट हामीले यसमा हेर्न पाउनेछौं। यसमा अनमोल केसीसँग दुईवटा हिरोइनहरू देखिने भएका छन्। ट्रायंगल लभ स्टोरी रहेको यस ट्रेलरले देखाएको छ, तर अन्तिममा भने अनमोल केसीले कसको हात समाउँछन् होला त्यो भने फिल्म हेरिसकेपछि मात्र थाहा पाइन्छ। यस्तै ट्विस्टको कुरा गर्नु पर्दा यहाँ अझै बाँकी नै छ। त्यो के हो भने सुयोग गुरुङ, जसले अहिलेसम्म कसैले पनि नेपाली सिनेमामा देखाउन नसकेको बलिउड हलिउडको लेभलका दृश्यहरू देखाउने प्रयास गरेका छन्। यहाँ हामीले हेर्ने कतिपय दृश्यहरू त कसरी पो छायाङ्कन गरियो होला जस्तो लाग्छ। त्यसैले पनि यस फिल्ममा देखाइएका धेरै जसो दृश्यहरू निकै लोभ लाग्दा छन्। नेपालमा पनि हामीले नेपाली फिल्ममा यस्ता दृश्य हेर्न पायौं भने बलिउड हलिउड फिल्म किन चाहियो त, पक्कै पनि कमेन्ट गर्नु होला, हैन त। यस्तै फिल्मको बीजीएम र वीएफएक्स पनि निकै दमदार रहेको छ। यस मुभीमा हामीले लभ, इमोसन, कमेडी, एक्सन सबै हेर्न पाउने भएका छौं। भन्नुको मतलब जेरी अन टप फुल प्याकेजको मुभी बनेको छ भन्दा फरक नपर्ला। यस्तै यस फिल्मका डाइरेक्टर सुयोग गुरुङले नेपाली चलचित्रलाई नेक्स्ट लेभलमा पुर्याएको छ भन्दा पनि फरक नपर्ने देखिन्छ। यसबाट तपाईहरु कतिको सहमत हुनुहुन्छ पक्कै पनि तल कमेन्ट बक्समा अवश्य पनि लेख्नुहोला। तपाईहरुले जेरी अन टपको ट्रेलर हेर्नु भयो कि नाइ र कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया जस्तै तल कमेन्ट बक्समा अवश्य पनि लेख्नुहोला। र यस्तै अन्य थुप्रै भिडियो हेर्नको लागि पक्कै पनि एकपटक हाम्रो यो च्यानलमा भिजिट गर्नुहोला भन्दै आजको लागि गाइज यति नै। नेक्स्ट भिडियोमा फेरि पनि डेफिनेटली भिडियो गर्दै जय देश जय नेपाल, टेक केयर एन्ड गुड बाई। नेपाली फिल्मलाई माया गरौँ।